हाई गाइज, आज चाहिँ म इन्टरनेसनल पिस पार्क जान लागेको 7 हिल्सको। अनि मैले हेडफोन र एयरपोर्ट दुइटै बोकेको छु, किन भन्दाखेरि हेडफोनले कतिखेर कान दुखाउँछ नि त। त्यतिखेर चाहिँ एयरपोर्ट लगाउनुपर्छ भनेर हो। यो चाहिँ मेरो योगा म्याट भइहाल्यो, योगा पनि गर्ने हो नि त आज म, त्यही भएर। अनि योगा गर्ने, रिल्याक्स हुने, एकछिन बस्ने, माइन्डलाई एकदमै शान्ति पुर्याउने, अनि त्यसपछि फर्किने हो कि आजको मेरो मेन मोटिभ उद्देश्य भनेको। अनि म चाहिँ लास्ट विक पनि मैले हरेक हप्ता नै जान्छु भनेको थिएँ है। आम सरी त्यसको लागि चाहिँ। म जान्छु चाहिँ भनेको थिएँ, तर मेरो भ्लग चाहिँ आएन, किन भन्दाखेरि चाहिँ लास्ट स्याटरडे चाहिँ दाइको बिहे थियो। अनि बिहेमा पनि भ्लग त बनाउनु मिल्थ्यो, तर म चाहिँ रमाउनमै व्यस्त थिएँ कि दिनभरि। अनि एकदमै रमाइलो भएको थियो, रमाउनमै व्यस्त थिएँ। अनि त्यही भएर चाहिँ मैले भ्लग चाहिँ खिचिनँ। यो चाहिँ अब मेरो योगा म्याट मैले अघि नै देखाइसकेँ क्या। कस्तो क्युट छ है, मैले हिजो किनेको थिएँ त्यो चाहिँ। अनि यो फिल्टर नलगाइकन त फेरि मेरो भ्लग नै कहाँ पुरा हुन्छ र। यो चाहिँ स्टेसन निरको पार्क हो। यहाँ चाहिँ अब स्टेसन त्यो काममा जाने बेला, काहीँ पनि जाने बेला चाहिँ अब स्टेसन निर देखि नै रह हुन्छ, त्यहीँनिर छ, बाटोमा पर्छ। यहाँ चाहिँ म बसी पनि रह हुन्छु बेला बेला, तर इन्टरनेसनल पिस पार्क नै चाहिँ गएको थिइनँ म। सुसन दाइले चाहिँ भन्नुहुन्थ्यो त्यो राम्रो छ, त्यहाँनिर नजिकै छ भनेर, तर म चाहिँ गएको थिइनँ कि। अनि त्यही भएर अब काम घर त भइन्छ, त्यही भएर चाहिँ आज हुन्छ नि छुट्टीको दिन चाहिँ यस्तो जाम भनेर कि नजिकको तीर्थ हेला भने जस्तै हो कि। अब टाढा टाढा कता कता गइन्छ, अनि त्यही नै हो, नजिकको गइनँ, त्यही भएर गइहालौँ भनेर कि अब। अनि अघिको जुन चरा देखाएको थिएँ त्यही हो कि, त्यो अगाडि मेरो अगाडि लाएर हिँड्या मेरो बेस्टी, मेरो साथी। अनि तर कस्तो रमाइलो छ है, तर ठाउँहरू चाहिँ एकदमै पिसफुल छ। मैले पिसफुल नै भनेर आउँछु कतिचोटि, तर सुन्दर शान्त एकदमै राम्रो ठाउँ हो कि। क्राउडेड छैन, धेरै मान्छेहरू त हिँडेर हुन्छन्, तर राम्रो छ के। कहिलेकाहीँ भन्दा पनि दिनकै वकको लागि जान मिल्छ भनौँ न। अनि यहाँ एउटा चरा स्विम गरिरहेको छ, इन्जोय गरिरहेको छ। त्यो कति शीतल छ है आज, अब हेर्दै यस्तो शीतल देखिया। अनि हिजोसम्म 40 डिग्री भएर यहाँ मान्छे यहाँ बोइल भइसकेको थियो गर्मीले। आज चाहिँ यस्तो शीतल चिसो हावा चलिरहेको थियो कि बाहिर। चरा उडेको चाहिँ कस्तो राम्रो देखिन्छ है, झन् त्यो माथि पानीको माथिबाट कस्तो राम्रो लाग्छ। मेरो म्याट खसाएको थिएँ यहाँनिर, अनि मैले त्यो चरा हेर्दै बसेको थिएँ, अनि पछि उठाएको थिएँ। यो चाहिँ फुल त होला नि, न कति राम्रो फुल छ। अनि अहिले चाहिँ फुलको सिजन नै होइन नि त, त्यही भएर चाहिँ धेरै देख्न पाइँदैन भनेको होइन। मलाई यस्तो ठाउँहरू चाहिँ कस्तो मनपर्छ कि होइन। मन त मलाई सिटी पनि मनपर्छ, सिटीहरू पनि, तर त्यो चाहिँ साथीहरूसँग बेसी रमाइलो हुन्छ। अनि त्यही नै हो, यस्तो ठाउँहरू पनि हुन्छ नि, पानी, नदी, खोला भएको, रुखहरू भएको, पार्क, अनि चरा, कस्तो छुट्टै आनन्द आउँछ कि कहिलेकाहीँ यसरी चाहिँ। कहिलेकाहीँ जहिले नै हिँड्नुपर्ने खासमा त अब, तर ठिकै छ नि त। अब भ्लगकै लागि भए तापनि होइन, बाहिर निस्किन्छ, भ्लग नै बनाउने भनेर त निस्किया होइन, निस्किन त पर्ने नै थियो। ठिकै छ नि त। मैले खासमा थाहा एकचोटि पहिल्यै रेकर्ड गरिसकेको थिएँ, तर त्यो रेकर्डै नभए रहेछ कि। मैले प्रेस नै नगरिकन बोलाएर रहेछ। मैले के बोलेको छु नि मलाई याद छैन, तर होस्। हेर न, यहाँ सबै आफ्नो साथीहरूसँग उडिरहेछ यार चरा पनि। आफू फेरि साथी न सँगै एक्लै रङ्गी चङ्गी भने जस्तो भए। अनि यस्तो पुतलीहरू, यिनीहरू देख्दा चाहिँ कस्तो छुट्टै आनन्द आउँछ क्या मलाई। पहिल्यै हुन त सबैलाई नै राम्रै लाग्छ, तर मलाई बेसी आनन्द किन आउँछ भन्दाखेरि अब चाइल्ड केयरमा काम गर्ने भएर के, अब त्यो प्लेन उड्ने बेला, चराहरू देखेको बेला होइन, हामी बाहिर प्लेग्राउन्डमा छ भने चाहिँ उनीहरूलाई चाहिँ होइन, अनि उति हेर प्लेन गइरहेको छ, त्यहाँ हेर चरा देखेको छ भन्दाखेरि उनीहरू कति धेरै एक्साइटेड हुन्छ नि त, कति खुसी हुन्छ कि उनीहरू त्यो कुरामा। अनि तिनीहरू खुसी भएको देखेर झन् खुसी लाग्छ नि त। अनि त्यो हुन्छ नि, प्लेनको आवाज आउने बित्तिकै चराहरूको त केही पनि के यस्तो होइन, देख्ने बित्तिकै अनि उनीहरूलाई देखाइन्छ कि। अनि हरेकचोटिमा के, अनि जतिचोटि देखायो त्यतिचोटि उनीहरूलाई खुसी मिल्छ कि। अनि त्यही कुराले गर्दाखेरि चाहिँ अहिले मलाई पनि त्यो देख्ने बित्तिकै झन् खुसी लाग्छ कि। यत्तिकै पनि बाहिर हेऱ्यो भने पनि मैले हुन्छ नि छुट्टै आनन्द आइरहेको हुन्छ कि मलाई। अनि यहाँनिर चाहिँ मैले मेरो म्याट राखेँ, मेरो ब्याग राखेँ। मैले फेरि ब्यागै लिएर आएको थिएँ कि, पुरै सामानहरू बसेर 10 मिनट योगा गरेँ। योगा चाहिँ मैले पहिला चाहिँ लाइक
1-2 महिना जति गरेको थिएँ अनि पछि फेरि टाइमले नभ्याएर छोडेको थिएँ अनि यो चाहिँ मेरो फेरि फर्स्ट डे हो कन्टिन्यू गरेर आएको त्यसको चाहिँ मैले रेकर्ड गरेको छैन किन भन्दाखेरि अब म त्यस्तो प्रोफेसनल भएन नि त अहिले त्यसमा अनि हुन त त्यो नभए पनि देखाउन त मिल्थ्यो तर मैले खिचिनँ भनौँ न त्यो चाहिँ मेरो आफै इन्जोय गर्ने टाइम हो अनि चाहिँ अब पानी सबै बोकेर गएको थिएँ कि म सामानहरू चाहिँ पहिला चाहिँ म होइन अनि सामानहरू केही पनि नलिइकन यत्तिकै खुर्र हिँड्न मन लाग्थ्यो अहिले चाहिँ सबै सामानहरू लिएर गएको चाहिँ मनपर्छ कि काहीँ पनि अनि यो चाहिँ मैले क्यामेराबाट खिचेको फोटोहरू भयो नोटबुक चाहिँ किन बोक्छु भन्दाखेरि चाहिँ मैले के कुराहरू बिर्सिन्छु कि सानो कुराहरू पनि अनि कतिखेर यत्तिकै बेला याद आएर हुन्छ नि त केही कुराहरू यो गर्नु थियो त्यो छ भन्ने त्यो चाहिँ लेख्छु कि मैले त्यतिखेर यो क्यामेराबाट फोटोहरू चाहिँ लास्टै राम्रो आयो अनि यो चाहिँ मेरो मिनी फ्यान हो अनि गर्मी भइहाल्यो भने इनकेस भनेर चाहिँ बोकेर गएको थिएँ तर शीतल हावा चलिरहेको थियो यत्तिकै त्यही भएर चाहिँ मैले यो फ्यान चाहिँ युज गर्नु चाहिँ परेन मैले यत्तिकै देखाएको अनि यहाँनिर चाहिँ म फिट चेक गरौँ कि सोचिरहेको थिएँ है तर मेरो यस्तै हिँड्दै त म म्याटबाट बाहिर गएछु अनि मेरो मोजामा के लाएर बिजिरहेको थियो अनि त्यतिखेरसम्म मेरो स्ट्यान्ड नै खसिसकेको थियो अनि मैले आएँ अनि हेरेँ ओ माई गड भने जस्तो भएको थियो वाउ भने चाहिँ क्या हो अनि यो चाहिँ अर्कोवाला भयो फिट चेक चाहिँ के नै हुने र जुत्ता सर्ट टी सर्ट लगाएर सुई त गएको थिएँ त्यो कम्फर्टेबल त हुनु पऱ्यो नि होइन र योगा गर्न जाने मान्छेले त अनि त्यही नै हो यो टी सर्ट चाहिँ मलाई कस्तो राम्रो लाग्छ अनि मैले सामानहरू प्याक गरेँ अनि त्यसपछि चाहिँ अनि म लागेँ घरतिर जाने हुन त म अर्कै बाटोबाट आएको हो तर पनि होइन एक्सप्लोर गर्दै गइदिउँ न त भनेर चाहिँ म सिधै हिँडिरहेको थिएँ कि यत्तिकै म्याप यताउता नहेरिकन अब पार्कमा के म्याप हेर्ने हो र होइन यस्तो राम्रो भ्यू छ हराइए पनि खासै मतलब हुँदैन नि होइन यस्तो राम्रो ठाउँमा त अनि त्यही भएर चाहिँ म हिँडिरहेको थिएँ अनि म सोचिरहेको थिएँ कि कुन चाहिँ बाटोबाट जाम भनेर अनि यतातिर पनि बाटो थियो कि बाहिर निस्केला जस्तो उतातिर बाटो पनि थियो त्यही भएर चाहिँ म एकछिन कन्फ्युज भएर ट्वाल्ल परेर हेरेँ कता जाने होला अब कताबाट घर पुगिन्छ होला भन्ने अनि मैले चाहिँ घर जान त्यस्तो हतार त थिएन तर म त्यहाँ 2-3 घन्टा यत्तिकै बसिसकेको थिएँ क्या हो मेबी 1 to 2 आवर आई गेस अनि मलाई चाहिँ यस्तो सु लागेको थियो है अनि त्यही भएर चाहिँ मलाई घर जान चाहिँ हतार भएको थियो तैपनि म इन्जोय गर्दै गइरहेको थिएँ अनि यहाँ पनि कस्तो राम्रो छ कि म त पार्क त्यतिमै सकिसक्यो होला सोचिरहेको त यहाँ त जति हिँड्यो त्यो फेरि चराहरू है त्यो चाहिँ 2टा चरा कपाल होला नि अनि जति हिँड्यो त्यति नै राम्रो भ्यूहरू आइरहेको चाहिँ मलाई चाहिँ यत्तिकै सिनहरू नै मनपर्छ कि यत्तिकै हुन्छ नि लाइक जुन अहिले देखिरहेको छ मलाई यस्तै नै सिनहरू एकदमै धेरै मनपर्छ कि अति नै यहाँनिर चाहिँ फेरि अर्को चराहरू भयो अनि म चाहिँ कसैलाई डिस्टर्ब नगरिकन हिँडौँ भन्ने सोचिरहेको थिएँ अनि मैले चाहिँ हिँड्दा के भेटाएँ भन न टोइलेट भेटाएँ एकदमै सु लाएर च्यापिरहेको मान्छेलाई टोइलेट भेटाउनु भनेको स्वर्ग भेटिनु जत्तिकै हो एकदम प्यास लागेको मान्छेलाई पानी भेटिनु भनेको हुन्छ नि स्वर्ग भेटिनु जति नै हो त्यही भएर चाहिँ म झनै खुसी भएँ अनि चाहिँ म फेरि बाटोतिर लागेँ अनि त्यसपछि चाहिँ मैले म्याप हेरेको थिएँ कतातिरबाट जाने होला भनेर किनकि म बाहिर निस्किसकेको थिएँ नि त अनि योवाला जुन फुल छ नि यो त नेपालमा पनि हुन्थ्यो नि होइन अनि नेपालमा हुन्थ्यो अनि यो चाहिँ जुन कोपिला भन्छ नि कोपिला त्यो फुलै पुरै नफुलेकोवाला के हो यहाँ अगाडि पनि छ त्यसलाई चाहिँ यसरी मुखमा राखेर यस्तो ब्लो गरेर अनि फुल निस्किन्थ्यो कि अनि म्याजिक भन्थे कि मैले भाइलाई चाहिँ त्यसरी देखाउँथेँ तर निस्किनै लागेको हुन्छ त्यो अनि अलिकति चाहिँ इम्याच्योर हुन्छ निस्किनै लागेको हुन्छ तर यस्तो ब्लो गरिदियो भने चाहिँ फुल निस्किन्थ्यो कि बिचरा भाइ अनि पत्याउँथ्यो अनि म्याजिक भएको जस्तो उसले नि गर्थ्यो पछि त त्यही नै हो यहाँबाट चाहिँ म आएको यतापट्टि चाहिँ म अब जानुपर्ने हेर न त्यो कस्तो राम्रो देखियो है घरमा क्युट अनि राम्रो पनि अनि म चाहिँ हिँड्दै लास्टमा घर आइपुगेँ त्यो चाहिँ रुखले चाहिँ छोपेको छ घर चाहिँ अनि घर पुगेर चाहिँ फेरि एकचोटि फिट चेक गर्न गएको थिएँ जुत्ता चाहिँ बाहिर खोलिसकेको थिएँ तर म धन्नै लडेको थिएँ यहाँनिर अब ढङ्ग भए पो Thank you so much for watching my video guys. अब लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अनि अर्को हप्ताको भिडियो हेर्नको लागि चाहिँ त्यही नै हो सब्सक्राइब गरेर राख्नु होला म अर्को हप्ता फेरि नयाँ भिडियो ल्याएर आउने छु बाइ बाइ